18औं गणतन्त्र दिवस कार्यक्रमका सभाध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख आकर्षकको रूपमा रहनुभएका हाम्रा मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका सदस्य धनमाया तामाङज्यू, यस कार्यक्रमका प्रमुख विशेष अतिथि हुनुहुन्छ बागमती प्रान्तीय सभाका सदस्य कमल तामाङ सर, अनि यस कार्यक्रमका अन्य अतिथि अग्रज अतिथि सरहरू, सुरक्षाकर्मी सरहरू र यस मङ्गोल नेसनल अर्गनाइजेसनले 18औं गणतन्त्र दिवस मनाइरहँदाखेरि आउँदाखेरि जुन गणतन्त्र दिवस मनाउनको निम्ति र यो कार्यक्रमलाई चाहिँ भव्य सभ्य रूपमा सफल पार्नको निम्ति हामी पनि उपस्थित हुनुपर्छ भन्ने हेतुले आउनुभएका आमा बुवा दाजुभाइ सम्पूर्णलाई स्वीकार्नुहोस्। जय मङ्गो। जय मङ्गो। खुसी लाग्छ आज 18औं गणतन्त्र दिवस मनाउन तपाईँ हामी सफल भएका छौँ। पक्कै पनि अहिले 18 वर्ष पार गरिसकेको अवस्था छ। हामी हिजोका दिनमा यसरी बोल्न पाउने थिएनौँ। पक्कै पनि यो भित्र केही न केही रहस्य छ, किनभने यस मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यू हिजोको दिनमा 5 वर्ष भूमिगत, 3 वर्ष जेल जीवन, 18 वर्षसम्म त यो मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठन दर्ता गर्नको निम्ति अनेकौँ बाधा अडचनहरू याचनाहरू भोगेर हिँड्नु पर्यो। जब पार्टी यो मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठन दर्ता पनि भयो, त्यतिखेर यो गणतन्त्र स्थापित भयो। उहाँको यतिसम्म त्यो खालको देन छ, पक्कै पनि तपाईँ हामीले बिर्सिनु हुँदैन। हामी को हो, हामी किन जन्मेका हौँ, हामी यो देशका को हो त भन्ने खालको कुरा जुन हिजोदेखि आजसम्म के भइरहेका छन् त, हामीले के गरिरहेका छन् त भन्ने खालको हिसाबले अब नेपालमा रहेका 80% अहिन्दू मूलवासी मङ्गोलहरूलाई चाहिँ सचेत बनाउने काम चाहिँ मेरो काममा छ भनेर जसरी महामानव डाक्टर गोपाल गुरुङज्यू दिन रात अवरत खट्नुभयो, तर हाम्रा साम्राज्यवादी विभिन्न भनौँ न हाम्रै अनुहार परेका खेताला गोठालाहरू पनि त्यही बाहुन क्षेत्रकै पछाडि होइन, एमाले काङ्ग्रेस माओवादी लगायत अहिले लास्टमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी भनाउँदा भन्ने छ नि त, एउटा पार्टीबाट अरू पार्टीमा प्रवेश गर्यो यो चाहिँ राम्रो काम गर्यो भन्ने भन्दा पनि एउटा खाडलबाट अर्को खाडलमा चाहिँ प्रवेश भएको हो भन्ने कुरा चाहिँ बुझ्नु जरुरी छ होइन। हेर्नुहोस् त अब 18 वर्ष पार गरिसकेको अवस्था छ। 18 वर्ष पछाडि अनेकौँको त्यतिखेर अनेकौँ धारा उपधारा प्रयोग गरेर यो मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठन दर्ता गर्न दिएन। जब दर्ता गर्ने सालै गणतन्त्र स्थापित भयो भनिसके पछाडि यो चान्चोने कुरा होइन। अहिले पनि के भनौँ न कि पछाडि राजतन्त्र चाहिन्छ, राजा आऊ देश बचाऊ भन्नेहरू छन् नि त होइन हो, उनीहरू भन्छन्। भन्नुहोस् पनि राजाको इतिहास त रहनु पर्यो नि त, राजाको अवशेष चाहिँ अलिअलि थियो भन्ने खालको कथामा स्थापित होस् भनेर 1-2 जना बलाउनु खासै स्वाभाविक हो। खासै त्यो खालको हिसाबले खोज्नु पनि हुँदैन। हामी हाम्रो निम्ति चाहिँ अब लागि पर्नुपर्छ है। अब हाम्रो हक हित, हाम्रो हक अधिकार, हाम्रो भोलिका भावी सन्ततिको उज्जवल भविष्यको निम्ति चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठन बाहेक अरू रहन्छ भन्ने कुरा त पुष्टि भइसक्यो होइन। यदि हाम्रो हक अधिकार यदि स्थापित गर्छ भने मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठन बाहेक अरू छैन भनेपछि त्यो पार्टी चाहिँ अब कस्तो खालको रहेछ भन्ने खालको हिसाबले सबैले भित्रभित्र त्यो खालको हिसाबले चासो लिइरहेको अवस्था छ। हिजो मात्रै एकजना मनी काम गर्ने सिलसिलामा एकजना टिचिङ गर्ने बाहुन भेटेको थियो, अनि मैले त्यही मङ्गोल नेसनल अर्गनाइजेसनसँग सम्बन्धित एउटा गीतहरू त्यही खालको मन्तव्य सुनिरहेको थिएँ आरामको समयमा। अनि भनेको थियो क्या यस्तो यस्तो हो भन्दै हुनुहुन्थ्यो। म त मङ्गोल हो भनेको तपाईँ चाहिँ के पर्छ भनेको संविधानले त तपाईँहरूले त आदिवासी जनजाति भनेको छ नि त भन्ने खालको कुरो गर्नु।
म त मङ्गल हो नि त हो के भन्नु हो बाहुनको छोरी तपाईँहरू मङ्गल हो भनेर भन्नुहुन्छ तैपनि तपाईँ हाम्रै अनुहार परेका व्यक्तिहरू चाहिँ म चाहिँ आदिवासी जनजाति हो भने ढुक्क भएर भनिरहेको अवस्था छ। त्यो भनेको चाहिँ म मूलवासी हो यो देशको भूमिपत्र हो भन्न खोज्या होइन नि त होइन त्यो कुरो बुझ्नु जरुरी छ। हामी 18 गणतन्त्र दिवस मनाइरहँदाखेरि अहिले एक देशले अर्को देशलाई त्यो खालको सहयोग गरिरहेको अवस्था छ तर हाम्रै देशभित्र हाम्रो अधिकारको निम्ति आवाज उठाइरहनु परिरहेको अवस्था छ भनिसके पछाडि अझै पनि कतिसम्म पछाडि छौँ त अब तिनीहरूलाई कसरी अगाडि बढाउने भन्ने कुरा हो। अब रह्यो 18 गणतन्त्र दिवस मनाउने यो समय हो। मैले एउटा कथाबाट नि प्रस्ताउन चाहन्छु होइन यो समय चाहिँ एकदम मजबुत समय हो। मैले अस्ति फेसबुकमा पनि हालेको थिएँ 82 र 83 साल भनेको मङ्गोल मूलवासीहरू एकता हुने वर्ष हो भनेर हालेको छु क्या। 84 मा त्यही खालको हिसाबले त निस्किया सम्बोधन गर्न मात्र बाँकी छ 2 वर्ष त्यो भित्रमा एकता हुन्छ होइन चेतनशील भइसकेको छ नि त। पहिला जस्तो भनौँ न अलिअलि केही दिएर प्रलोभन हुने खालको त छैन शिक्षित भइसकेको छ। अब एउटा प्लिज समयको विषयमा एउटा कथाबाट प्रस्ताउन चाहन्छु। हाम्रो एकजना भनौँ न हामी त मूलवासी मङ्गोलहरू मेहनत गर्ने युवाहरू होइन अनि विदेशी लाउरे अनि रिटायर भएछ क्या पुरै त्यो खालको होइन मेहनत गर्ने मान्छे अनि तकमाहरू पाएछ अनि रिटायर हुने बित्तिकै आउनु भएछ फर्केर उहाँले चाहिँ त्यो खालको तकमाहरू बोकेर साथमा ल्याउनु पऱ्यो नि त। मैले चाहिँ यसरी काम गर्ने सिलसिलामा चाहिँ मैले मेहनत गर्ने क्रममा चाहिँ यो चिज पाएको थियो भनेर घरमा पनि देखाउनु पऱ्यो होइन समुदाय त्यो खालको हिसाबले भनौँ न यो चाहिँ लाउरे भए तापनि यस्तो रहेछ हिजोको दिनमा त अहिले पो पैसा कमायो अहिले त लाउरे भन्छ त्यतिखेर त हाम्रो मूलवासी मङ्गोलहरू त नाच्नको लागि पठाएको हो नि त। नाच्नको लागि पठाइरहँदाखेरि पनि दुःख गरेर उसले मेहनत गरेर तकमाहरू पायो अनि उसले तकमाहरू सबै बोकेर ल्यायो। अब त्यही त हो नेपाल त परिवेष्टित राष्ट्र होइन जङ्गल पहाड भएको देश बिच जङ्गलमा आइपुगेछ। आउँदा आउँदै चोरहरू भेट भएछ क्या चोरहरू भेट भएछ ऊ एक्लै अनि चोरहरूले भेटेछ ए केटा यहाँ बस भनेछ हुन्छ भनेछ 4-5 जना छ चोरहरू फटाहरू होइन अनि यसो भन्छ सबै झोला छ तकमाहरू छ होइन के गरौँ एक्लै छ अनि चोरले भनेछ यो झोला हामीलाई ल्याऊ किन दिने म दिन्न भन्छ तिमीलाई हेर मलाई हेर समयलाई हेर भनेछ क्या। रात परेको छ ऊ हो हुनु पनि हो म एक्लै छु चोरहरू 4-5 जना छ होइन ठ्याक्क सम्झेर अनि हुनु पनि हो रात परेको छ म एक्लै छु 4-5 जना चोर छ अनि खुरुक्क निकालेर दिएछ। रुँदै 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 घर आइपुग्नु भएछ क्या अनि तकमा त्यत्रो त्यही खालको भनौँ न त्यही खालको हुन्छ नि त तकमाहरू त अनि एक हप्तासम्म रोयो यताउता छटपट्टि भयो नि त। त्यस्तो मेहनत गरेको तकमाहरू सबै चोरीले लग्यो बेचे पनि त्यही खालको आउँथ्यो होला सान छुट्टै हुन्छ नि त। अनि एक हप्तासम्म छटपट्टि भयो अनि हुँदैन अब यो मनलाई सान्त्वना हुनको निम्ति चाहिँ म अब हाट बजारतिर जानु पऱ्यो बजारतिर जानु पऱ्यो भनेर निस्किनु भएछ। त्यस पछाडि अनि ठ्याक्क उहाँ पनि निस्किनु पहिलाको चोरहरू त्यहाँ संजोग भएछ क्या फेरि त्यो बेच्ने ठाउँमै पुगेछ अनि ठ्याक्क बेच्ने ठाउँ पुग्दाखेरि अस्तिको चोर पनि यही हो साबुन पनि त्यही हो मेरो अनि चुप लाएर बसेर बेच्न थालेछ। अनि त्यही लाउरेले के भनेछ भने ए केटा यो सामान फिर्ता ल्याऊ भनेछ क्या किन भनेछ होइन अनि त्यो लाउरेले अनि भनेछ तिमीलाई हेर मलाई हेर समयलाई हेरे भनेछ क्या। भन्न खोजेको के हो भने अब यो समय भनेको मूलवासी मङ्गोल जागरुक भएर चेतनशील भएर अबको भोलिका दिनमा हाम्रो हक अधिकार सुनिश्चित हुने समय भनेको मङ्गोलिस्ट अर्गनाइजेसन भित्रबाट छ। अब सबै एकजुट भइसकेको छ यो समय आइसकेको छ यो समयले कुनै पनि कसैले रोक्नेवाला छैन रोक्न पनि सक्दैन भन्ने कुरा हो नि त होइन। भनिसके पछाडि हामी अब एकले अर्कोलाई कसरी कुन ठाउँमा कसरी हेर्दा हुन्छ। मङ्गोलिस्ट अर्गनाइजेसन भनेको के हो हामी मूलवासी हौँ हामी एकले अर्कोलाई यो भनिरहँदाखेरि कस्तो खालको हिसाबले लाग्नु जरुरी छ त। अब महामानव डाक्टर गोपाल
गुरुङज्यूको भनौँ उहाँको देन गणतन्त्र आइपुग्यो, स्थापित भयो। तर गणतन्त्र स्थापित हुँदै पनि अहिले पनि भनौँ 5वटा क्रान्ति छ नि त। अघि डियो बालेर हामीले उद्घाटन गऱ्यौँ, 5वटा क्रान्ति छ नि त। राजनीतिक क्रान्ति, आर्थिक क्रान्ति, शैक्षिक क्रान्ति, धार्मिक तथा सांस्कृतिक क्रान्ति, शैक्षिक क्रान्ति। गणतन्त्र दिवस 18 दिवस मनाएर आउँदाखेरि पनि हामीले 5वटा क्रान्तिबाट विहीन बनाएको छ है। अब यो सङ्गठन जब बलियो हुन्छ, यी 5 क्रान्तिबाट चाहिँ सबल बनाउने जिम्मा चाहिँ मङ्गोलिस्ट अर्गनाइजेसनभित्र छ। त्यो सङ्गठनले मात्र गर्न सक्छ भन्ने कुरा हो नि त, होइन? त्यो कुरा त हामीले बुझ्नु किन बुझ्नु त, होइन? त्यसो भएको भएर हामी हिजोको दिनमा हो कुनै पार्टीमा झोले भयो होला, एमाले भयो होला, काङ्ग्रेस भयो होला, नबुझिकन क्या, होइन? लैलैमा लागेर मख पारिदिन्छ नि त, ढाड मारिदिन्छ यसरी, होइन? ओहो मेरो भाइ भनिदिन्छ, ओहो यसलाई चाहिँ के चाहिँ गर्दा हुन्छ, मक्कै पार्ने हो कि, अथवा केही पैसा दिएर हुन्छ कि, अथवा केही फकाइ गरेर त्यो पार्टीमा बोलाउने हो कि भन्ने खालको हिसाबले हेरेर हुन्छ नि त। त्यो चिजबाट अब चाहिँ छुटकारा पाउनुपर्छ क्या तपाईँहरूले, हो कि ल भन्नु त? त्यहाँबाट जब हामी बाहिर निस्केनौँ भने तपाईँमा सक्यो हो। अब त्यो सकिएको ठाउँबाट उम्काउने काम चाहिँ मङ्गोलिस्ट अर्गनाइजेसन सङ्गठन बाहेक अरूले गरेको छैन भन्ने कुरा हो। त्यसो भएको भएर सर्वप्रथम त अब यो 21औं शताब्दी हिन्दू मूलवासी मङ्गोल मुक्तिको शताब्दी हो। यो अहिले चाहिँ सङ्क्रमणकालीन समय। अब यो भित्र चाहिँ कार्यान्वयनको चरणको निम्ति चाहिँ मङ्गोलिस्ट अर्गनाइजेसन सङ्गठन चाहिँ जब शासन सत्तामा पुग्छ त्यतिखेर चाहिँ कार्यान्वयनको पक्षमा हुन्छ। अहिले अनेकौँ काण्ड रचिरहेको छ। त्यो काण्ड भनेको यिनीहरूले अब के चाहिँ गर्न सक्छन् त, भित्रभित्र कराउँदै गर्छन्, हामी सिद्ध्याउँदै गर्छौँ भन्ने हिसाबले तपाईँ हामीले धेरै देखिसकेका छौँ, भइसकेका पनि छौँ नि त। अहिले पनि मिडिया हेऱ्यो भने दिमाग खलबरेर हैरान हो, कहिले के भनेको छ, कहिले के भनेको छ, के काण्डरी व्हाइट बडी काण्ड भनेको छ, कहिले के सुन भनेको छ, कहिले शीतल वाइस भनेको छ, होइन? सुन्दै राजनीति भन्ने शब्दै सुन्न मन लागेको छ, होइन? त्यो कसले बनाएको भने बाहुन छेत्रीले हो। त्यो कुरा तपाईँहरूले बुझेन भने कसले बुझ्ने त? अहिले एकजना सरले भन्नु भर्खर भन्नुभएको थियो नि, 7, 17, 36, 46, 47, 62, 63 सम्म आइसक्यो तपाईँ, तर पनि तपाईँ हाम्रो अब खैँटोमा घाम लागेको छैन भनौँ न। अब खोर्सानी पिरो त हुन्छ, तर खोर्सानी पिरो हुँदै पनि तेलमा भुट्छ नि त, कहिले तेलमा भुट्छ, अचार बनाउँछ, हो त्यस्तै गरिरहेछ क्या। त्यो कुरा तपाईँ हामीले बुझ्दैनौँ। अनि भनौँ न अब हाम्रै अनुहार परेका व्यक्तिहरू चाहिँ गधाले चाहिँ नि घाँटीमा यो घाँस झुन्ड्यायो भने खान पाउँछ कि भनेर दौडिँदा घाँस त अगाडि छ, खान पाएको छैन, सिमाना काटे थाहा छैन, आफ्नो अवशेषै नहुने गरी अब अरूले भित्रभित्र त्यो खालको षड्यन्त्रको जालो बुनेको छ, थाहा छैन। त्यो कुरो चाहिँ अब बुझाइएको छ, बुझ्नु नि पर्छ, बुझाउनु जरुरी पनि छ। र मङ्गोलिस्ट अर्गनाइजेसनले भनेको भोलिका दिनका अनेकौँ नेपालमा भएका अनेकौँ काण्डहरू, फोहोर काण्डहरूलाई चाहिँ निमित्तान नपारेर सिङ्गो नेपाली जनता 80% हिन्दू मूलवासीहरूको निम्ति चाहिँ एउटा त्यो खालको योजना सहित, होइन, हाम्रो हक अधिकारको निम्ति, हाम्रो अस्तित्वको निम्ति, हाम्रो भूमि फिर्ताको निम्ति मङ्गोलिस्ट अर्गनाइजेसन बाहेक अरू सङ्गठनले गर्नेवाला छैन। त्यही भएर हाम्रो 80% हिन्दू मूलवासी मङ्गोलको साझा छाता सङ्गठन भनेको मङ्गोलिस्ट अर्गनाइजेसन सङ्गठन मात्र हो भन्ने कुरा यहाँहरूले अवगत गराउँदै मेरा आफ्नै केही तर्कलाई यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। जय मङ्गल।